नर्मल कुरा तपाईँलाई फ्याक्टली भन्नु पर्दाखेरि म जापान हुँदाखेरि एकजना स्टाफ नर्ससँग मेरो कुरा हुन्थ्यो यानि कि उहाँ ड्युटीमा हुँदाखेरि ड्रेसमै मेरो वाइफसँग कुरा हुन्थ्यो तर म नेपाल आइसकेपछि उहाँलाई मैले एकचोटि भेटेपछि हाम्रो केमेस्टिक मिल्यो कुराहरू मिल्यो अनि हिल्टन होटलमा हाम्रो बर्थडेमा बुकिसुकी भयो रुम बुक गरेर केही पनि भएन त्यस्तो त्यही सामान्य कुराहरू भएको थियो त्यही कुराहरूलाई चाहिँ हाम्रो आफन्त बनेर आउने कोही अपराधिकहरू त्यसले चाहिँ आफ्नो घरबार पनि बिग्रेको र अर्का त्यसो घरबार पनि बिगारेर पाएदेखि म चाहिँ मासु र भात खान्छु भन्ने सोच भएको घटिया सोच भएको एउटा कुनै एउटा अपराधिक तत्त्वले चाहिँ मेरो घरभित्र छिरेर मलाई परिषद बालुजी चौकी अनि फेरि बाह्रज्यू तब आफू गल्ती गर्ने अरूलाई आरोप लगाउन पाइन्छ त नि यस्तो हो सर मैले कसैलाई सिद्रो हालेर मेरो घरमा ल्याएको पनि छैन घरमा नलगाएर मात्रै हुँदैन नि त घरमा लानु मात्रै ठुलो कुरा होइन कि बाहिर केटी नि त खेलाडी भएन होइन म एउटा एक्टिभ एउटा रेस्लर पनि हो एउटा खेलाडी पनि हो अनि गएर एउटा तपाईँको मोडल पनि हो एउटा बिजनेसम्यान पनि हो एउटा हरेक कुरामा एउटा पोक्तव्य भएको एउटा ह्यान्डसम ब्रदर भनौँ न ह्यान्डसम मान्छेले दुई चारवटा केटी भेट्नु नर्मल कुरा हो तर त्यही इस्यु बनाएर यसरी गोल घरमा लगेर मान्छेलाई डिप्रेसनमा पुऱ्याएर मान्छेको इमेजै खराब बनाएर मान्छेलाई जीवन मृत्युको दोषमा पुऱ्याउँदै राम्रो होइन भन्न चाहन्छु तपाईँ घरमा त्यति राम्रो श्रीमती हुँदा हुँदै बाहिर दुनियाँ केटी भेट्दैन भने कारण चाहिँ के छ त अलवेज रेस्पेक्ट छ ड्युटीबाट आउनुहुन्छ कहिले गोडा दुखेको हुन्छ गोडामा तेल लगाइदिन्छु तपाईँ त्यो काम गर्नुहुन्छ ल गर्नुहुन्छ उहाँ 12 घन्टा ड्युटी उभिएर आउनुहुन्छ म 24 आवर कारमा हिँड्छु म 12 घन्टा उभिनुहुन्छ त्यही भएर सल्युटको साथ उहाँलाई चाहिँ अप्पर मुस्ताङबाट ल्याएको तेल जडीबुटी छ नि हामी त जडीबुटीको त अब हामी त नेपालको त अब राजै हो हामी त के त्यहाँ कति 100वटा जडीबुटीको तेल लगाएर उहाँलाई चाहिँ दुखाइ कमरलाई मैले त्यो पनि गरेको छु अझ पनि गरेको छु भन्न चाहन्छु अहिले चाहिँ कस्तो छ तपाईँहरूको सम्बन्ध उहाँले फोन गरेर अब सहमतिमा छुटौँ भन्नुहुन्छ मैले भन्छु अब ठिकै छ उहाँको मनमा के छ तर मेरो चाहिँ अब छुटेर यो सल्युसन हुने होइन बरु मिलेर कन्भिन्स गरौँ के छ समझदारीमा आउँ के मिलाउँ ल्याएर तपाईँ र म झगडा गरेर लाखमा पैसा कसो सक्यो हाम्रै सक्यो इज्जत कसो गयो हाम्रै गयो त्यो टेबल टक गरौँ बरु लेमन टी होइन सर ब्ल्याक टीहरू बरु जुसहरू लिउँ फ्रेस गरौँ घरको श्रीमतीसँग ब्ल्याक टी जुस खानुपर्ने कारण चाहिँ मिटिङ गर्नु पनि अवस्था आयो अहिले त डराइ मर्नु भयो नि अब तपाईँको अनि अब भेट्ने बित्तिकै के हुने हो कि अहिलेसम्म त भेटै भएको तपाईँको भेट भएको छ तर अब मैले फेस टु फेस भएको नि तपाईँको राम्रो भएको छ उहाँलाई मैले म्यासेज अहिले पनि म्यासेज गरेर लभ इट टेक केयर हानेको छु मैले तर उहाँले म्यासेजै हेर्नु न किन अनि तपाईँ बानी सुध्रेन अनि यस्तो हुन्छ कुकुरको पुच्छर 12 वर्ष ढुङ्ग्राले नेपाली ब्रो भनेको ब्रान्ड नेपाली ब्रो भएको नि त यार सुन्न नेपाली ब्रो भनेको एउटा चप्पल लाएर काठमाडौँमा आएर आफूले यति संसार देखाएर अरूलाई पनि देखाएको मान्छेले अरूले सुध्री भन्दा सुध्री नि बिग्री भन्दा बिग्रेर यो नेपाली ब्रो भन्ने ब्रान्ड हो यो कहिले पनि बिग्रेको छैन कहिले पनि सुध्रिनु पर्दैन यो ब्रान्ड भने नि चाइनिज कम्पनी जस्तो भयो कि तपाईँको होइन कुरो नटिक्ने क्या त्यस्तो होइन त्यो चाइनिज कम्पनी पनि ब्रान्ड हो ब्रान्ड चाहिँ तर सामान नटिक्ने टाइपको नेपाली ब्रोलाई खस्काएर नेपाली ब्रोलाई चाहिँ जेरोमा पुर्याउने मिडिया नै हो भन्न चाहन्छु तपाईँले गर्दाखेरि आज विश्वले चिन्यो तपाईँले गर्दा खोरमा जानुपर्ने अलिक प्राउड गरौँ न यार नेपाली ब्रोलाई अलिकति तपाईँ अलिकति अलिक सपोर्ट गर्नु अनि तपाईँ घरमा श्रीमती हुँदा चाहिँ म 2-3टा बिहारमा पाउँछु घरमा श्रीमती कस्तो छ नि सुन्नु न मेरो घरमा श्रीमती छ मैले 2-3टा बिहार पनि मेरो श्रीमती स्वीकार्नुपर्छ भन्नुहुन्छ यो कुरा हामी तपाईँलाई प्राउड गर्नु त घरमा श्रीमती कसै छैन रोनाल्डो भन्नेको खेलाडीको 4 रोनाल्डो कुरा नगरौँ न रविलालको 4-5 छ क्या सोमाङ निमाग के भन्ने हाम्रो डेट हुनुभयो स्वर्गीय उहाँको 2टा अब यहाँ तपाईँ मेरो त के छ मेरो त एउटा साथी गर्लफ्रेन्ड भन्ने साथी त्यही पनि अहिले त्यो लफडा परेपछि अस्ट्रेलियातिर कता जानु कन्ट्याक्ट पनि छैन कहीँ केही पनि छैन यसो टिकटकमा यसो अहिले पनि भेट हुन्छ जस्तो लाग्छ टिकटकमा यसो हेरेको त्यो पनि ब्लग वाट्सएप पनि ब्लग अनि के सोचेँ मैले भने खास मैले त उहाँसँग मेरो लिनु दिनु केही पनि छैन मैले केही कुरै गरेको पनि छैन तर बोल्दामा केही फरक पर्दैन बोल्दा चाहिँ हुन्छ जस्तो लाग्छ तर अब यो मेरो वाइफले चाहिँ कन्भिन्समा उहाँलाई चाहिँ एकचोटि कन्ट्याक्टमा ल्याउनु पाएँ म पनि राम्रोसँग एउटा टेबल टक गर्थेँ उहाँ र हाम्रो कारणले तपाईँले यत्रो गोल घरमा गएर तपाईँ यत्रो 22 दिन हेरेसँग बस्नु भन्दाखेरि मैले मेरो लागि त्यो पाठ सिक्ने एउटा मन्दिर थियो मैले धेरै कुराहरू सिकेँ अब मेरो कोही पनि त्यस्तो गर्लफ्रेन्ड पनि छैन साथी पनि छैन कसैलाई मैले अहिलेको मितिसँग बिहार ल्याएको पनि छैन मैले तपाईँलाई रेस्पेक्ट गर्छु र उहाँ लेडिजलाई पनि रेस्पेक्ट गर्छु भनेको छु मैले उहाँ लेडिजलाई त विभिन्न तत्त्वहरू चाहिँ हाल्नुपर्छ केस नेपाली ब्रोडा भनेर उहाँ चौकी त 2 दिन फेर लयो तर उहाँ पढे लेखे मान्छे स्टाफ नर्सको मान्छे उहाँ त अब खातेपाते लेडिज होइन नि त उहाँले हुँदैन उहाँले भिसा लगाएर विदेश विभिन्न देशमा जाने मान्छेलाई मैले बिहार्न चाहन्न मेरो आफ्नै बोयफ्रेन्ड छ मेरो आफ्नै संसार छ भनेर उहाँ ब्याग हटिसकेपछि अपराधिक तत्त्वहरूले मेरो बुढीलाई फात्त घिचाएर के अरे हाल्न लाउनुपर्छ भनेर म घरमा चाहिँ नुहाइरहेर बाथरुममा म नाङ्गै थिएँ म अरू बेला म पेन्टी लाएर नुहाउँथेँ त्यो दिन चाहिँ म नाङ्गे नुहाएँ किन नाङ्गे नुहाएँ भने त्यो बेला कस्तो भने मलाई कास लागिरहेको थियो हेर्नु र डक्टरले के भनेको थियो नि अब त्यो कास लागेको ठाउँमा अलिकति सेफ्टी भएर गर्नुपर्छ भने मैले तातो पानी र चिस पानी मिलाएर मनतातो बनाएर म नाङ्गे नुहाइरहेको थिएँ पुलिसले डाँडा डुँडा हाने मेरो घरमा चाहिँ CCTV छ संसार CCTV छ मैले यसो मेरो आफ्नो डिभाइसबाट हेर्दाखेरि पुलिस आइसकेछ मैले कपी पेस्ट गरेर लोड गरिदिइहालेँ अनि घापको पेन्टिसन लगाइहालेँ र स्याउने सोधपुछ तपाईँलाई भनेर ल र जगन्य अपराध जस्तो त्यो केसमा हालेर मलाई अहिले ओग्नु न टोक्नु बनाइदिनु तर म आफू सही थिएँ
मैले पशुपति गरेर गाईको दुधले पनि नआएँ मैले कसैको गल्ती गरेको थिएँ मैले 5 वर्षको बच्चालाई बलात्कार गरेको थिएँ कसैको लुटेको थिएँ त्यही मलाई भगवान्ले चाहिँ मेरो कुरा सुनिदिनु भयो अहिले म मुद्दाको प्रक्रियामै छु अब केही समयदेखि म सफाइ पाउँदैछु पाएपछि म विभिन्न देशमा फेरि मलाई अहिले अस्ट्रेलिया न्युजिल्यान्ड युके जापान विभिन्न देशबाट साथीहरूले वहीँबाट भिसा इस्यु गरेर म टिकट पठाइदिन्छु भन्नुभएको छ मलाई उहाँलाई के भन्न चाहन्छु यी मिडियाबाट नेपाली ब्रो अवश्य आउँछ तपाईँहरूको इच्छा अवश्य पुरा गर्नेछ तर अहिले मुद्दाको प्रक्रियामा भएको कारणले सफाइ लिएर आउनेछ र यो मिडियाबाट के भन्न चाहन्छु भने आज नेपाली ब्रोलाई विश्वले चिनेको यी मिडियाले गर्दा के तर आज जेल पुऱ्यायो नि यही मिडियाले हो भन्न चाहन्छु किनकि कसरी मिडियाले भयो तपाईँ मेरो वाइफलाई गएर तपाईँहरूले गएर यस्तो होइन है नेपाली ब्रो उहाँले विभिन्न जुन लेडिजहरूलाई ल्याउनु भएको उहाँलाई चाहिँ सहयोग गरेर अहिले गरी खान सक्ने पुर्याउनु भएको तर उहाँको शरीरमाथि खेलवाड चाहिँ नेपाली ब्रोले गरेको छैन भनेको तपाईँ अनि केटीसँग होटल भेट्ने अनि गरेको छैन कसरी भन्नु मिडियाले गर्ने हो त्यो केटी होइन म कोही केटीसँग गएको छैन मेरो फ्यानहरू धेरै छन् अलवेज म एउटा लेडिजलाई रेस्पेक्ट गर्छु एउटा लेडिजको कोखबाट जन्मेको पनि हो मिडियालाई आरोप लाउनु भयो क्या तपाईँले मिडियाले मेरो वाइफलाई गएर 5 वटा क्यामेरा लगाएर के अरे म्याडम यस्तो होइन नेपाली ब्रो हामीसँग काम गरेको हामीले भेटेको 5 वर्ष भयो उहाँ आफू एउटा फिल्ममा अब्बल भएको मान्छे त्यस्तो होइन भने मन त उहाँको बदलिन्थ्यो अनि अपराधिक तत्त्वले के भन्यो भने त अनि चुम्माचारी गर्ने भिडियोमै छ कि मिडियामा त्यो त सर मैले शिल्पा पोखरेलसँग काम गरेँ मैले शुभेच्छा थापादेखि विभिन्न तपाईँको अब मैले पूजा सर्वन्तीलाई भेटेको छु सबै हिरोइनहरूलाई भेटेको छु खेलाडी साथीहरूलाई भेटेको छु देश तथा विदेशमा सबैलाई भेटेको छु तर कसैको अभिन्न अङ्गमाथि खेलवाड गरेको छैन त मैले तर यसले ल्याइसक्यो सिद्रो हालिसक्यो तेरो घर पनि गइसक्यो गाडी पनि गइसक्यो भएको सुन चाँदी पैसा नि गइसक्यो भनेर अपराधिक तत्त्वहरूले लगाइदिएर मेरो वाइफ सोझो मान्छे बिचरा धेरै पढ्नु भएको छैन ब्याचलर क्लियर मात्रै गर्नुभएको छ पढाइमाथि तर अब पढाइ चाहिँ सर्टिफिकेट ब्याचलर क्लियरै हो तर उहाँ सोझो मान्छे हो तर कसरी मलाई चाहिँ यसरी लगेर जघन्य अपराधतिर लगेर जाग्नु हो भनेर म नै दौँ परेको छु उहाँलाई म एउटा हात जोड भन्न चाहन्छु अब म्याम टेबल टक गरौँ बरु के खाने जुस खाने कि गाईको दुध खाने कि भैँसीको दुध खाने कि अब यो जेलतिर चाहिँ जाने काम नगरौँ मलाई धेरै पीडा भयो मैले त पूर्व जन्म सेकेन्ड मेरो जन्म हुन्छ म लुक्से अर्कै भएर जन्म आएको थिएँ अस्ति तर भगवान्ले साथ दिएर म डिप्रेसनतिर थिएँ अहिले म आफूले मेन्टेन गरेको छु र म्यामलाई के भन्न चाहन्छु बरु हरेक कुराहरू कन्भिन्स गरौँ बरु मैले के गर्नुपर्ने हो तपाईँको खुट्टा मोल्नु पर्ने हो कि तपाईँलाई दिनदिनै तपाईँलाई चाहिँ मैले तेल लाउनु पर्ने हो कि तपाईँले भनेको मान्न पर्ने हो कि तपाईँको पछि हिँड्नु पर्ने हो कि म सबै कुरा गर्नु पनि तयार छु तर यो जेल लाने काम चाहिँ नगरोस् म्याम तपाईँलाई यो मेरो चाहिँ विनम्र अनुरोध छ म्याम र सम्पूर्ण नेपाली दाजुभाइको बुढीहरूलाई के भन्न चाहन्छु भने घरको झगडामा सामान्य घरमा चौकी भन्नुभयो भने तपाईँको सिरी सम्पत्ति खराखुरु जान्छ मलाई हेर्नु दसैँ एउटा सुन्नु है यो तपाईँ बोलेको सुन्नु